मैले यतिसम्म धर्म छाडा मान्छे पनि देखेँ कि न आफूभन्दा ठुलालाई आदर गर्न जानेको छ, न मान सम्मान गर्न जानेको छ, न भगवानसँग डर छ। दुनियाँ मान्छे जम्मा गरेर आफ्नो मान्छेको बारेमा कुरा काटेको छ, झुट बोलेको छ, जे मन लाग्यो त्यही आरोप लगाएको छ। अनि सबैभन्दा लाजमर्दो कुरो त त्यसैसँग जिन्दगी बिताउने रे, अनि त्यसैले उसको सबै इच्छा आवश्यकताहरू पुरा गरिदिनु पर्ने रे। अनि झुट पनि कस्ता मान्छेसँग बोल्ने भने बाउ आमा मामा काका ठुलबा त्यस्तासँग झुट बोल्ने। ती मान्छेसँग त सत्य बोल्नुपर्ने, सम्मान गर्नुपर्ने होइन र। हुन त ती मान्छे पनि गु खाने नै हुँदा रहेछन्, जे भन्यो त्यही पत्याउने। कमसेकम सही र गलत त छुट्याएर बोल्नुपर्छ नि। अनि भन्ने पख त्यसलाई ठिक गर्न हामीले जानेको छ भन्ने। अरे के ठिक गर्छौ यार? जसले तिमीलाई दुश्मनको भन्दा पनि तल्लो व्यवहार गर्छ, के त्यसको पछि पछि तिमी हात जोड्दै जान्छौ? पैसा सित्तैमा फल्छ। यदि पैसा सित्तैमा फल्थ्यो भने पनि त्यस्तो व्यवहार गर्ने मान्छेलाई कसले साथ दिन्छ? ननसेन्स।